उपस्थित सम्पूर्णमा ख्रिस्टन जय मसिह। विशेष गरी म धन्यवाद भन्न चाहन्छु यस मण्डलीका आदरणीय पास्टर रेभरेन्डज्यूहरू, साथै मण्डलीका डिकन बोर्ड अनि मण्डलीमा उपस्थित तपाईँहरू सम्पूर्णलाई अनि यो समय मलाई दिनुभएको लागि यसै मण्डलीका आदरणीय डिकन मिलन शेर्पाज्यूलाई पनि म धन्यवाद भन्न चाहन्छु। आज हामीले परमेश्वरको वचनबाट केही कुरा हेर्दै गर्दाखेरि सुरुमा तपाईँहरूलाई मैले एउटा खेल खेलाएँ र यो खेल खेलाउँदै गर्दाखेरि यो खेल चाहिँ रमाइलो मनोरञ्जनको लागि मात्रै होइन, तपाईँहरूलाई बाँड्न गइरहेको वचनको समयसँग यो सबै कुरा सन्दर्भसँग मिल्दोजुल्दो छ है त। ल हुन्छ, यहाँहरू सम्पूर्ण जति पनि मण्डलीमा उपस्थित प्रभुका जवानहरू हुनुहुन्छ, तपाईँहरूको माझमा परमेश्वरको जीवित वचनलाई राख्नभन्दा अगाडि एउटा प्रश्न सोध्न मन लाग्यो। अस्तिको हप्तामा वचन के को विषयमा थियो? गएको हप्ता वचन के को विषयमा थियो? धेरैजनाले दशांशै बुझ्नुभयो भन्ने मलाई लागिरहेको छ खासमा, तर वचन चाहिँ आज्ञाकारिताको विषयमा थियो। कहिले काहीँ त्यस्तै हुन्छ, हामीलाई के कुराले ठ्याक्कै त्यो भेट्छ त्यो कुरा याद भइरहेको हुन्छ, तर वचन चाहिँ आज्ञाकारिताको विषयमा थियो। अनि एउटा अचम्मको कुरा चाहिँ कहिले काहीँ कस्तो हुन्छ भने परमेश्वरको आवाज सुन्ने भन्ने विषय चाहिँ तपाईँ हामीलाई लाग्न सक्छ माथिबाट एकदमै चर्को सुनिने आवाजमा, जहाँ चाहिँ हामीले बाइबलको पुरानो नियमहरूमा देख्यौँ त्यही तरिकाले बोल्दा मात्रै सुनिन्छ भन्ने लाग्न सक्छ, तर परमेश्वर चाहिँ विभिन्न तरिकाले हाम्रो माझमा बोल्नुहुन्छ। अस्तिको हप्ता दसैँमा बाहिर बसेर मिलन सरसँग हाम्रो व्यवहारिक विषयमा छलफल गरिरहेको थिएँ अनि त्यस समयमा मलाई मण्डलीका आदरणीय डिकन दिनेश सरले समय दिनुभयो यो आउने शनिबारको निम्ति भनेर। अनि त्यतिखेर मेरो हृदयमा आइरहेको थियो प्रभु के को विषयमा मैले मण्डलीसँग बाँडचुट गरौँ भनेर। अनि त्यतिखेर चाहिँ एउटा मलाई आइरहेको कुरा चाहिँ आज्ञाकारिता भन्ने। अनि भित्र बसेर जब चाहिँ परमेश्वरको वचन सुन्न थाले, पास्टर रुबेनज्यूले पनि त्यही कुरा बाँड्नुभयो। अस्तिको हप्ता हामी सुसमाचारको लागि गएको थियौँ, आदरणीय पास्टर कर्ण, त्यसै गरिकन पास्टर रुबेन अनि मिलन सर हामी गएको थियौँ सुसमाचारको लागि। फर्केर आउँदै गर्दा बाटोमा ठुलो पानी पर्यो, कस्तै गर्दा मैले मलाई त्यो कुरा हुने परमेश्वरले मलाई यो कुरा बोल्नु भएको थियो, तपाईँले पनि त्यही कुराको विषयमा नै मण्डलीमा बाँड्नुभयो अनि परमेश्वरले मण्डलीलाई यो विषयमा केही चाहिँ भन्दै हुनुहुन्छ भन्ने कुरा। धेरैचोटि अहिलेको समयहरूमा कोही व्यक्ति आएर हामीलाई कुनै पनि विषयमा खबरदारी गर्न पर्दैन होला, तर वचनको कुरा निरन्तर गइरहेको छ भने त्यसले चाहिँ हाम्रो जीवनमा केही कुरा भन्न खोजिरहेको हुन्छ। वचनको समयलाई अगाडि बढाउँदै गर्दा मैले तपाईँहरूको माझ अर्को पनि एउटा प्रश्न गर्न चाहे, किनभने यो वचनको समय हामी जसै मैले तपाईँहरूलाई धेरै पटक भनेको छु हामी किन चर्च आउँछौँ भन्ने प्रश्न धेरैचोटि तपाईँहरूको माझमा मैले सोधिरहेको हुन्छु। अनि मण्डलीमा आउने कुरा चाहिँ परमेश्वरलाई आराधना चढाउने, भेटी दशांश अनि वचनको कुराहरूलाई सुनेर जाने मात्र हो। तर तपाईँहरूको मनमा प्रश्न छ भने, तपाईँहरूलाई जिज्ञासा छ भने तपाईँहरूले सोध्न पनि पर्छ, त्यो तपाईँहरूको अधिकारको कुरा हो। भरे अगाडिबाट मैले केही कुरा बोल्दाएँ सही बताउँदैछु कि गलत बताउँदैछु कि, कतिजना तपाईँहरू जसले पनि यो कुरालाई बाइबल अध्ययन गरेर छान्न सक्नुहुन्छ, फिल्टर गर्नुहुन्छ, तपाईँहरूलाई चाहिँ यो कुरा छुट्याउन सक्नुहोला। कतिजनालाई गाह्रो भइरहेको छ भने त मैले जे भने त्यही सही लाग्छ, त्यस कारणले तपाईँहरूमा पनि बिचमा मैले बोल्दै गर्दा प्रश्नहरू आउँछ, सान्दर्भिक विषयवस्तुसँग सान्दर्भिक प्रश्नहरू आउँछ भने हात उठाएर सोध्नु होला। किनभने हाम्रो एक दिनको समय हामी परमेश्वरको निम्ति छुट्याएर आउँदै गर्दाखेरि मनमा चाहिँ अनेक किसिमको बोझ, भारी, त्यो दुविधाका कुरा, कन्फ्युजको कुराहरू चाहिँ लिएर नजाउँ। तपाईँहरूलाई मैले एउटा प्रश्न सोध्न चाहे मेरो तर्फबाट। तपाईँहरू धेरै बाइबल अध्ययन गर्नुभएको, जान्ने बुझ्ने नै हुनुहुन्छ, यो कुरा भन्दै गर्दाखेरि क्विजको कुरा होइन। तपाईँहरूलाई के लाग्छ सबैभन्दा पहिलो पाप के हो जस्तो लाग्छ? बाइबलमा बताइएको सबैभन्दा पहिलो पाप लोभ भन्नुभयो उहाँले, अनाज्ञाकारिता, धेरै राम्रो। अरू कसैलाई केही छ अलिक फरक? घमण्ड। घमण्ड कसले घमण्ड गर्नुभयो? ल धेरै धन्यवाद, मलाई ताली बजाउनु त। अब यो भन्दै गर्दाखेरि अरूले भन्नुभएको चाहिँ गलत हो भन्नु खोजेको होइन है, अरूले भन्नुभएको नि एकदमै सही हो। तर घमण्ड हामीले धेरैचोटि हाम्रो नेपाली व्याकरणको विषयमा अलिकति हामीले यो सबै शब्दहरूलाई एकै तरिकाले बुझ्छौँ, त्यस कारणले गर्दा घमण्ड भन्ने कुरा उहाँले भन्नुभयो। तर त्यो घमण्ड र अहङ्कार भन्ने दुईटा कुरा मिल्दोजुल्दो कुरा हो। र सबैभन्दा पहिलो पाप चाहिँ बाइबलमा बताएको छ अहङ्कार हो त है। मैले तपाईँहरूको माझमा आज राख्दै गरेको कुरा चाहिँ अहङ्कारको विषयमा, या त इगो, अहङ्कारलाई इगो भन्छ नि होइन अङ्ग्रेजीमा, इगोको विषयमा चाहिँ होइन। अलरेडी यो ऋषि धमलाको अन्तर्वार्ता जस्तै भएर के भनेर त्यो विषयमा होइन भन्ने होइन, तर यो पनि सम्बन्धित भएर आउँछ। अहङ्कार भनेको चाहिँ के हो भनेदेखि बाइबलीय तरिकाले परमेश्वरमा निर्भर नभइकन आफैमा नै
आफैलाई नै उच्च पार्नु, आफैमा निर्भर रहनु र आफ्नै विचारहरूलाई ठुलो राख्नु, म मात्रै सर्वस्व हुँ भन्ने कुरालाई राख्नु चाहिँ अहंकार हो। अनि जब हामीले यस्ता किसिमका अहंकारी स्वभावहरू हाम्रो जीवनमा ल्याउँदै गरेको हुन्छौँ, हामी आफै महत्वाकांक्षी बन्छौँ। हामी आफै सबै कुराहरू जान्ने, मलाई धेरै कुराहरू थाहा छ, मलाई बाहेक अरूलाई यो कुरा खासै थाहा छैन भन्ने खालको सोचमा हामी पर्दै जान्छौँ। र सुरुवातीको समयमा बाइबलमा देखिएको पहिलो पाप पनि त्यही हो कि अहंकार। तपाईले बाइबललाई हेर्नुहुन्छ भनेदेखि बाइबलको घटनाहरू लेखिन्न भन्दा अगाडि पनि स्वर्गमा विद्रोह भएको, त्यस पछाडिबाट त्यो समयमा चाहिँ दुष्टले चाहिँ परमेश्वर जस्तै हुन चाहेको, आफैलाई परमेश्वर जस्तै उच्चमा राख्न खोजेको भन्ने घटना हामीले पाउँछौँ, जुन कुराले गर्दाखेरि पहिलो पापको सुरुवात भयो स्वर्गबाट। त्यस पछाडिबाट मानिसको जीवनमा पनि हामीले हेर्छौँ भने परमेश्वरले सबै कुराहरू असल उत्तम कुरा राखिदिनु भएको थियो। मानिसले एउटै मात्रै कुराको लोभ गर्छ, एउटै मात्रै कुराको चाहना गर्छ, त्यो चाहिँ के हो भने म पनि परमेश्वर जस्तै बन्नेछु, यो खायो भने त म पनि परमेश्वर जस्तै बन्नेछु। दुष्टले त्यही कुरा भनेको हुन्छ र म पनि। त्यही भएर तपाईँले धेरैचोटि हेर्नुहुन्छ नि, एउटा रमाइलो छ यो इगो भन्ने कुरा, अहंकार भन्ने कुरा, जसले चाहिँ हामीलाई पापमा डोर्याउँछ र अनाज्ञाकारितामा डोर्याउँछ। त्यहाँभित्र तपाईँले हेर्नु भने एउटा राम्रो कुरा, रमाइलो लाग्ने कुरा पाउनुहुन्छ क्या, राम्रो त होइन तर रमाइलो, अलिकति जिज्ञासा हुने कुरा। तपाईँले सिन, पापलाई अङ्ग्रेजीमा सिन भन्छ नि, सिनको स्पेलिङ गर्दाखेरि बिचमा के आउँछ भन्नुहोस् त? आई आउँछ। घमण्ड भन्दाखेरि के भन्छ अङ्ग्रेजीमा तपाईँहरू? प्राइड भन्छ होइन? प्राइडको पनि सेन्टरमा के आउँछ? यो दुवै ठाउँमा आई आउँछ क्या। यो रमाइलो कुरा नि, आई भनेको के हो? म। अनि धेरैचोटि म नै जान्ने, म नै सर्वस्व, म नै त्यस्तो हुनुपर्छ भन्ने यी कुराहरूले चाहिँ हामीलाई अहंकारमा लान्छ र अहंकारले चाहिँ हामीलाई कहाँ लान्छ? अनाज्ञाकारितामा लान्छ। अब चाहिँ महत्त्वपूर्ण, आज हामीले हेर्न गइरहेको महत्त्वपूर्ण बुदामा हामी जानेछौँ, अहंकार भन्ने कुरामा लान्छ। अनि पहिलो पत्रुसको तपाईँले 5को ग खण्डलाई हेर्नुहुन्छ भनेदेखि, पहिलो पत्रुस 5को गलाई हेर्नुहुन्छ भने त्यहाँनिर परमेश्वरले प्रश्न गरी भन्नुभएको छ, उहाँले अहंकारीहरूको चाहिँ विरोध गर्नुहुन्छ। अहंकारी हुनु भनेको चाहिँ परमेश्वर, स्वयं परमेश्वरकै विरुद्धमा जानु हो। अनि हामीले रोमीको पुस्तक रोमी 5को 19को कलाई हेर्छौँ भनेदेखि, रोमी 5को 19को कलाई मैले तपाईँहरूको माझमा बाइबल पल्टाउनु हुनलाई अनुरोध गरिन, तपाईँहरूले नोट पनि गर्न सक्नुहुन्छ र सक्नेले पल्टाएर पनि हेर्न सक्नुहुन्छ। त्यहाँ लेखिएको छ, एकजना मानिसको अनाज्ञाकारिताले धेरैजना पापी बनाइए। एकजना मानिसको अनाज्ञाकारिताले धेरैजना पापी बनाइए। धेरैचोटि हामीलाई लाग्छ हब्बाले फल खाएको कारणले गर्दा पाप सुरुवात भयो, हब्बाले नखाएको भएदेखि पापै आउँथेन। तर बाइबलको वचनले स्पष्ट गरी भन्छ, एकजना मानिसको कारणले गर्दाखेरि चाहिँ अनाज्ञाकारिताले धेरैजनालाई के बनाए त? पापी बनाए। आज तपाईँहरूको माझमा हामीले हेर्न गइरहेको परमेश्वरको वचन चाहिँ आज्ञाकारिता र अनाज्ञाकारिताको विषयलाई भन्दा पनि तपाईँहरूले सजिलो गरी लेख्न सक्नुहुन्छ। अङ्ग्रेजी जतिजनाले पनि बुझ्नुहुन्छ तपाईँहरूको लागि अलिक सहज होला। अङ्ग्रेजी बुझ्नु नहुनेहरूको लागि तपाईँहरूले चाहिँ अहंकार र नम्रता भनेर लेख्नु होला, अहंकार र नम्रता भनेर लेख्नु होला। अनि जतिजनाले पनि अङ्ग्रेजी बुझ्नुहुन्छ तपाईँहरूले चाहिँ इगो टु इगो भनेर लेख्नुहोस्। इगो टु इगो, इजिओ, इगो टु इगो। अब यो इगो टु इगो भनेको चाहिँ के हो भने, as in God out, go exalt God only. As in God out, परमेश्वरलाई किनारा लगाउने कुरादेखि परमेश्वरलाई मात्रै महिमा दिने, उहाँलाई मात्रै उचाल्ने भन्ने विषयमा आज हामीले हेर्न गइरहेको छौँ। परमेश्वरको दृष्टिमा जे कुरा खराब छ हामी त्यो कुरा गर्नतिर गइरहेको छौँ। कतिचोटि हामी चाहिँ परमेश्वरको डरमा रहेर मात्रै आज्ञाकारी हुने कोसिस गरिरहेको हुन्छौँ, तर त्यो परमेश्वरको डरमा रहेर गरिरहेको आज्ञाकारिताले हाम्रो भित्र एउटा शान्ति र आनन्द चाहिँ दिएको हुँदैन। किनभने जब हामी डरमा रहन्छौँ, डरले हामीलाई कहिले पनि स्वतन्त्र बनाउँदैन र परमेश्वरले चाहनु भएको आज्ञाकारिता त्यो कदापि पनि होइन। त्यस कारणले गर्दा नि हामी धेरैचोटि भनिरहेका हुन्छौँ कि वचनको कुराहरूलाई पालन गर्ने कुरा, बाइबलमा लेखिएका आज्ञाहरूलाई पालन गर्ने कुरालाई चाहिँ एकदमै कठोरताका साथमा पछ्याउनु पर्छ, यो चाहिँ जसरी भयो नि पछ्याउनै पर्छ है भन्ने कुरा चाहिँ हामीले सिकाइरहेका हुन्छौँ धेरैचोटि। तर त्यसलाई हामीले हृदयभित्रबाट आफैले अपन्नताउन सकिरहेको हुँदैन, व्यक्तिगत रूपमा त्यसलाई लिन सकिरहेको हुँदैन। कसैले यो कुरा गर्नै पर्छ है भनेर गरिनु र त्यो कुरालाई आफैले यो मैले गर्न पर्छ भनेर बुझेर गर्नुमा आकाश पातालको फरक हुन्छ। यो दुईटा कुरा धेरैचोटि चाहिँ हामी चाहिँ गर्नै पर्छ भन्ने खालको तरिकामा गएर मात्रै गरिरहेका हुन्छौँ। डरमा गरिने आज्ञाकारिता होस्, या त केही इनाम पाइन्छ भन्ने कुरामा गरिने आज्ञाकारिता होस्, या त मैले नियमहरू पछ्याउनु पर्छ भन्ने कुरामा गरिने आज्ञाकारिता होस्, यसले चाहिँ
गर्नै पर्छ है भन्ने तरिकाले मात्रै हामीले आज्ञाकारी हुने कोसिस गरिरहेका हुन्छौँ। तर हामीलाई परमेश्वरले उहाँमा आज्ञाकारी हुनु भनेर भन्नुभएको कुरा चाहिँ हामी आफैले भित्रबाट महसुस गरेर, आफैले बुझेर, आफैले महसुस गरेर म आज्ञाकारिता हुनुपर्छ भनेर आफ्नो स्वविवेकले, स्व इमान्दारिताका साथमा गरिने आज्ञाकारिता चाहिँ उहाँले चाहनुहुन्छ। ती समयका मानिसहरूले गर्ने कोसिस चाहिँ यस्तै थियो, डरको आधारमा रहेर, इनाम पाइन्छ भन्ने कुराको आधारमा रहेर, या त परमेश्वरलाई पछ्याउँदाखेरि चाहिँ अनिवार्य रूपमा यो नियमहरू हामीले पालन गर्नै पर्छ भन्ने कुराको आधारमा मानिसहरूले आज्ञाकारिता या त आज्ञा पालनको कुरामा गइरहेको हुनाले गर्दा धेरै पटक यो आज्ञा पालन, आज्ञाकारिताको कुराहरू सम्भव हुन सकेन। त्यसै कारणले गर्दा नै परमेश्वरले एउटा यस्तो योजना बनाउनु भयो कि जुन योजनाद्वारा भएर जाँदाखेरि मात्रै हामीले पूर्ण रूपमा आज्ञा पालनमा रहन सक्छौँ। त्यो तपाईँ हामी सबैजनालाई थाहा छँदैछ। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो र उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले के पाओस्? अनन्त जीवन पाओस्। योहन्ना 3:16 हो। परमेश्वरले चाहिँ उहाँको प्रेमको प्रकटीकरण चाहिँ बलिदानद्वारा गर्नुभयो। अब उहाँले जब त्यो हाम्रो निम्ति एउटा बाटो खोलिदिनु भयो, आज्ञाकारिताको निम्ति सहजताको बाटो खोलिदिनु भयो बलिदानको माध्यमबाट, तब हामीले गर्न पर्ने हाम्रो तर्फबाट हाम्रो कर्तव्य चाहिँ के हो त भन्ने कुरालाई हामीले हेर्छौँ भने योहन्नाको पुस्तकमा नै हामीले हेर्यौँ भनेदेखि योहन्ना 14:15 भन्छ कि उहाँलाई प्रेम गर्नेहरूले चाहिँ उहाँको आज्ञा पालन गर्नेछ। र आज हामीले हेर्न गइरहेको यो इगो टु इगो भन्ने शीर्षकको वचनमा परमेश्वरलाई मात्रै उचाल्ने भन्ने कुरा चाहिँ जब हामीले परमेश्वरले दिनुभएको त्यो प्रेमलाई बुझ्छौँ, परमेश्वरले हामी प्रति गर्नुभएको प्रेमलाई बुझ्छौँ र आफै एउटा आदर भावसँग आज्ञाकारितामा जान सक्छौँ, तब मात्र त्यो कुरा सम्भव छ। तपाईहरूलाई कस्तो लाग्छ? तपाईहरूलाई धेरैजना तपाईँहरू अभिभावक हुनुहुन्छ, परिवारको अभिभावक हुनुहुन्छ, आफ्नो कार्यक्षेत्रको अभिभावक हुनुहुन्छ, मण्डलीको अभिभावक हुनुहुन्छ, आफ्नो आफ्नो ठाउँमा तपाईँहरू पनि अभिभावक हुनुहुन्छ, या त तपाईँहरू कुनै कोही अभिभावकको एउटा अभिभावकत्वमा रहिराख्नु भएको छ। तपाईँहरूलाई अभिभावकले भनेको आज्ञा पालन गर्ने या त आफूलाई आज्ञा पालन गरेको चाहिँ अरूले चाहिँ मानिदियोस् भन्ने कुरा के को आधारमा भएको होस् जस्तो लाग्छ? डरको आधारमा भएको होस् जस्तो लाग्छ कि केही इनाम पाइन्छ भन्ने कुराको आधारमा भएको होस् जस्तो लाग्छ कि या त यो ठाउँको रुल्स यो पछ्याउनै पर्छ भन्ने कुराको आधारमा भएको भइदिए होस् जस्तो लाग्छ कि प्रेमपूर्वक तरिकाले चाहिँ सबैजना आज्ञाकारी भएको होस् जस्तो लाग्छ तपाईँलाई? धेरैचोटि मण्डलीमा कस्तो हुन्छ थाहा छ? मण्डलीका अगुवाजनहरू चाहिँ स्वभावमा एकदमै कडा हुनुहुन्छ, स्वभावमा एकदमै डरलाग्दो हुनुहुन्छ, कुरै राख्न नसकिने खालको हुनुहुन्छ भने नि विश्वासीहरू धेरैचोटि मनभित्रको कुराहरूलाई खोलेर राख्न सक्दैन। अगुवाहरूले जे भन्नुभयो पनि ठिकै छ, राम्रै छ, उहाँले भन्नुभएको ठिकै हो भन्छौँ, तर मनभित्र चाहिँ धेरै प्रश्नहरू भइरहेको हुन्छ क्या। मनभित्र चाहिँ यो कुरा राख्न पाए हुन्थ्यो, यो कुराबारे प्रश्न हुन पाए हुन्थ्यो भन्ने भइरहेको हुन्छ। कारण के त? हामी डरको आज्ञाकारितामा हुन्छ। तर बाइबलले भन्न खोजेको त्यो कदापि पनि होइन। बाइबलले के भन्छ भने हामी सबैजनाको अधिकार चाहिँ सत्य कुरालाई बुझ्न चाहिँ हाम्रो अधिकार हो। वचनले भन्छ जब हामीले सत्य कुरालाई बुझ्छौँ तब सत्यले के बनाउँछ? सत्यले के बनाउँछ? सत्यले स्वतन्त्र बनाउँछ। र स्वतन्त्र हुनको लागि चाहिँ हामी मण्डली आएका हौँ। र त्यो स्वतन्त्र हुनको लागि चाहिँ डरको बन्धन, डरको आज्ञाकारिताले हामी कहिले पनि स्वतन्त्र हुन सक्दैनौँ। त्यहाँ चाहिँ प्रेमको बन्धन र प्रेमको आज्ञाकारिता हुनुपर्छ, जुन चाहिँ प्रभु येशू ख्रीष्टले स्वयं उदाहरणको रूपमा हाम्रो जीवनमा दिनुभएको छ कि उहाँ हाम्रो माझमा आउनुभयो, उहाँले हामीलाई प्रेम गर्नुभयो। हामीले पहिलो सामुएल 15:22 हेर्छौँ भनेदेखि यहाँनिर के भनिएको छ भने आज्ञा पालन गर्ने कुरा चाहिँ बलिदान भन्दा पनि उत्तम हो। आज्ञा पालन चाहिँ बलिदान भन्दा पनि उत्तम हो। धेरै पटक तर हामीले यही वचन खण्डलाई लिएर आज्ञा पालन त बलिदान भन्दा पनि उत्तम रहेछ, जसरी भए पनि आज्ञा पालन चाहिँ गर्नै पर्छ भन्ने बुझ्छौँ भने चाहिँ फेरि त्यो गलत हुन्छ। मैले तपाईँहरूलाई बारम्बार दोहोऱ्याइराखेको आजको दिनमा कुरा चाहिँ के हो भने आज्ञा पालन गर्नु भन्ने कुरा मात्रै महत्त्वपूर्ण होइन, तर त्यो आज्ञा पालन के को आधारमा छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो। डरको आधारमा, इनाम पाउने कुराको आधारमा, या मैले यो नियम पछ्याउनै पर्छ भन्नेको आधारमा आज्ञा पालन छ भने त्यो आज्ञा पालन सही भइरहेको हुँदैन। किनभने त्यो कसैले गर्नुपर्छ या त गरिदियो भनेको कारणले गर्दा गरिएको हुन्छ। तर आज्ञा पालन हुनको लागि चाहिँ, गर्नको लागि चाहिँ आफै भित्रबाट त्यो कुरा महसुस हुन पर्यो। एउटा परिवारमा बुवा आमाले
छोराछोरीलाई जब कुनै पनि कुराको आज्ञा गर्नुहुन्छ भने त्यो छोराछोरीले एउटा डरमा गरिरहेको आज्ञा पालन छ भने बुवा आमा नहुँदा उसले त्यो काम बिगार्छ नै बिगार्छ। तर आदरपूर्वक गरेको छ भने बुवा आमाले नदेख्दाखेरि पनि नम्र भएर विनम्रताको साथमा पालन गर्नुपर्ने आज्ञाहरू पालन गरिराखेकै हुन्छ। एउटा मानिसले कुनै पनि कुरा पाउनको लागि, कुनै पनि इनाम प्राप्तिको लागि मात्रै आज्ञा पालन गरिरहेको छ भनेदेखि उसले त्यो इनाम भनेको समयमा नपाएपछि उसले आज्ञा पालन गर्न छोडिदिन्छ। बिरामीबाट निको हुनु भनेर चर्चाको, बिरामीबाट निकै भइएन, 1 वर्ष भइसक्यो प्रार्थना गरेकै छ प्रत्येक शनिबार, निकै भइएको छैन, के आउँछ त नतिजा? यसुले पनि फाप्दैन रहेछ हौ, बरु भन्दा चर्च जानै पो छोडिदिनु पर्यो। अब उदाहरण दिँदै गर्दा अलिकति बुझ्नुहुन्छ होला तपाईँहरूले। हामीले गर्ने आज्ञा पालनको आधार चाहिँ के छ त्यो महत्त्वपूर्ण छ, र यो महत्त्वपूर्ण आधार चाहिँ प्रेमको आधार नै हो। अब परमेश्वरमा आज्ञाकारी हुनु भनेको चाहिँ के हो त? त्यसो भए अघि नै पनि तपाईँहरूलाई भने 600 कतिवटा भने मैले 613 वटा व्यवस्थाका कुराहरू, नियमका कुराहरू छन्। त्यसलाई 10 आज्ञा बनाएर अलिकति सहज बनाइएको छ। तर अब त्यही कुरा पनि व्यवहारिक रूपमा लागू गर्न त फेरि धेरै गाह्रो छ, हो कि होइन भन्नुहोस् त? 100% सबै आज्ञा पालन गरेर एकदमै धर्मी जीवन जिएको छु भन्ने कतिजना हुनुहुन्छ? हात उठाउनुहोस् भन्यो भने त्यहाँ त बडो गाह्रो पर्छ नि त। किनभने त्यो त हामी मानिसको स्वभावभित्रको कुरा हो। परमेश्वरले त्यो कुरालाई जान्नुहुन्छ। यहाँ अगाडि कसैको अगाडि म चाहिँ एकदमै धर्मी छु भनेर हामीले देखाइरहनु जरुरी पनि छैन, किनभने परमेश्वरको नजरमा हामी को हौँ परमेश्वरलाई थाहा छ। मानिसले नदेख्दाखेरि हामी एक्लै हुँदा हामी के विचार गर्छौँ, के सोच्छौँ, के गर्दै गरेको हुन्छौँ भन्ने कुरा परमेश्वरलाई थाहा छ। अनि हामी इमान्दारिता हुनुपर्ने कुरा भनेको परमेश्वरको अगाडि हो। मण्डलीमा त हामी कस्तो हुन्छ भनेदेखि मण्डली भनेको चाहिँ वास्तवमा पापीहरूको अस्पताल हो रे क्या। एउटा भनाइ सुन्नु भएको छ, मण्डली चाहिँ पापीहरूको अस्पताल हुनुपर्नेमा सन्तहरूको सङ्ग्रहालय जस्तो भइदिन्छ अरे क्या मण्डली चाहिँ। मण्डलीमा त हामी आएर हामीले सङ्घर्ष गरिरहेका कुरा, हामीले चाहिँ पापसँग गरेका सङ्घर्षका कुराहरू होला, या त कुनै पनि कुराहरूमा मानसिक स्थितिमा गइरहेको सङ्घर्षको कुराहरू होला, एकअर्कासँग बाँडचुँड गरेर प्रार्थना गरेर वचनबाट चाहिँ त्यो कुराबाट कसरी निक्लिने भन्ने कुराको लागि आउने हो नि त हामी मण्डली। तर धेरैचोटि हामी मण्डली आउँदा कस्तो खालको परिस्थितिमा गइरहेको हुन्छौँ भनेदेखि चाहिँ यो चाहिँ एकदमै सिद्ध छ, एकदमै पवित्र छ, एकदमै धर्मी छ, एकदमै सबै कुरा जानेको छ भन्ने खालको एउटा आफूलाई व्यक्त गर्ने कोसिस गरिरहेको हुन्छौँ। तर हामी को हौँ भन्ने कुरा परमेश्वरलाई राम्रोसँग थाहा छ। कतिचोटि हामीलाई थाहा हुँदैन हामी को हौँ भनेर, किनभने मैले के सोचेँ के गरेँ भन्ने कुरा पाप हो भन्ने हामीलाई थाहा हुँदैन क्या। अब बाइबलमा हत्या नगर्नु भनेर 10 आज्ञामा सिकाएको छ। फेरि अर्काको बारेमा नराम्रो भन्नु नभन्नु त खासै छैन नि भन्छौँ, तर कसैको विषयमा नराम्रो कुरा भन्दैछौँ भने त्यो पनि हत्या हो। फेरि चरित्र हत्याको कुरा आउँछ नि त। कति कुरा हामीलाई के गर्दैछु भन्ने पनि थाहा हुँदैन कि। त्यस कारणले गर्दाखेरि 100% सिद्ध र पवित्र छौँ भन्ने कुराको चाहिँ हामीले ग्यारेन्टी दिन सक्दैनौँ। मैले भन्न खोज्दै गरेको कुरा चाहिँ विधिका कुरा, नीति नियमका कुराहरू पालन गर्ने कुरासँग र आज्ञाकारी हुने कुरासँग सम्बन्धित छ। तपाईहरूलाई भन्दै गर्दा बिचमा कतिजनालाई प्रश्न आउँछ भने प्रश्न सोध्न सक्नुहुन्छ। यो विषयहरूमा प्रश्न चाहिँ सोध्न पाउनुपर्छ है त, यो चाहिँ अधिकारको कुरा हो। भरे अलमलमा परेर त्यो एउटा भाइले के भनेर गयो, कुरा नै बुझिएन भन्ने खालको चाहिँ नहोस्। तपाईँहरूले प्रष्टै गरी प्रश्न सोध्न सक्नुहुन्छ। आज्ञाकारी हुने, परमेश्वरप्रति उहाँको आज्ञामा हिँड्ने भन्ने कुरा चाहिँ यो एउटा महत्त्वपूर्ण कुरा, तपाईँहरूले यसलाई नोट गर्न सक्नुहुन्छ। आज्ञा पालन भनेको चाहिँ नियम र व्यवस्थालाई पछ्याउनु मात्रै होइन। आज्ञा पालन भनेको नियम कानुन र व्यवस्थालाई पछ्याउनु मात्रै चाहिँ होइन। यस्तो खालको बुझाइले हामी कहिल्यै पनि आज्ञाकारी हुन सक्दैनौँ। तर आज्ञाकारी हुनु भनेको चाहिँ आफैलाई पूर्ण रूपमा परमेश्वरमा समर्पित गर्नु हो। तपाईँ हामी धेरै ज्ञानी छौँ, धेरै बुद्धिमानी छौँ, परमेश्वरले ज्ञान र बुद्धि दिनुभएको छ। तर धेरैचोटि हामीले आफैलाई परमेश्वरमा समर्पण गर्न सक्दैनौँ र आफ्नै ज्ञान र बुद्धिमा हिँडेको कारणले गर्दाखेरि विभिन्न किसिमका नतिजाहरूमा पुग्छौँ। अहिले भरे हामी त्यो उदाहरणलाई पनि छोटो गरी हेर्नेछौँ। तर वास्तविक बाइबलले भनेको आज्ञाकारिता चाहिँ आफ्नो ज्ञान, आफ्नो बुद्धि, आफ्नो खुबीमा नभइकन पूर्ण रूपमा उहाँमा नै समर्पित भएर जीवन जिउनु चाहिँ वास्तविक आज्ञाकारिता हो। र यो आज्ञाकारिता चाहिँ हाम्रो हृदयले परमेश्वरको प्रेमलाई बुझेपछि मात्रै आउँछ। नियमै पछ्याउनु, कानुनै पछ्याउनु मात्रै कहिले पनि आज्ञाकारिता होइन। अस्तिको शनिबार पास्टरज्यूले बताउँदै हुनुहुन्थ्यो हामीलाई दशांश
मण्डलीमा दशांश दिने, दशांश चढाउने, अगौटे कुराहरू ल्याउने भन्ने कुरामा त्यो कुरालाई हामीले चर्चमा त दिनुपर्ने पो रहेछ भन्ने तरिकाले ल्यायौँ भनेदेखि त्यसको कहिले पनि अर्थ हुँदैन। उहाँले विधवाको भेटीको उदाहरण दिनुभएको थियो नि, मानिसहरूले कति धेरै धेरै चढाए, नम्बरमा त एकदमै धेरै धेरै चढाए, तर हृदयबाट कति चढाइयो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। विधवाले आफूसँग जे थियो त्यो कुरा आफ्नो हृदयभित्रबाट दिएको थियो र त्यो कुरा चाहिँ लेखियो। त्यो कुरा चाहिँ पुस्तौँ पुस्तौँ शताब्दीसम्म पनि मानिसहरूले पढ्न पाइरहेको छ। कति अमाउन्टमा दियो भन्ने कुरा होइन, तर कसरी दियो भन्ने कुरा। दिन त दिएकै हो नि त, दिन पर्ने छ भनेरै चढाएको हो। आज तपाईँहरूको माझमा भन्न खोजिरहेको कुरा पनि त्यही हो। आज्ञाकारिता त आज्ञाकारिता नै हो, तर कसरी त्यो आज्ञाकारितालाई मानिँदैछ, कसरी चाहिँ आज्ञालाई पछ्याइँदैछ भन्ने कुरा चाहिँ धेरै महत्त्वपूर्ण छ। हामीले डर, इनाम या त नियम पालन गर्नुपर्छ भन्ने कुराको आधारमा कहिल्यै पनि हामीले आज्ञाकारितालाई मानिलिन हुँदैन, तर हामीले चाहिँ परमेश्वरले हामीलाई दिनुभएको गर्नुभएको प्रेमलाई बुझेर मात्रै। र आज्ञा पालन गर्ने भन्ने कुरा चाहिँ यो हामी उहाँमाथि विश्वास गर्छौँ भन्ने कुराको प्रमाण पनि हो कि होइन भनेदेखि हामीले परमेश्वरमा विश्वास गर्छौँ भन्ने कुराको आधार के छ त? केही कुरा गर्न पर्यो भने आफ्नै बलबुद्धि लगाएर आफ्नै क्षमताले सबै कुरा गर्न खोजिरहेको हुन्छौँ। अन्तिममा केही उपाय नलागेपछि मात्रै प्रार्थना गर्ने हो नि त धेरैचोटि हाम्रो बानी त। जब चाहिँ आफूले आफ्नो बुद्धिले आफ्नो बलबुता लाग्न छोड्यो, केही पार नलाग्ला जस्तो भए पछाडि चाहिँ प्रार्थना गरौँ न त, त्यतिखेर चाहिँ सम्झिने हो क्या। तर परमेश्वरले भन्नुभएको आज्ञाकारिता चाहिँ के हो भने हरेक कुरा गर्नभन्दा अगाडि उहाँलाई सोध्ने, हरेक कुरा गर्नभन्दा अगाडि उहाँमा जवाफ खोज्ने। होला कतिचोटि उहाँले कुनै व्यक्तिको माध्यमद्वारा भएर हामीलाई त्यो विषयमा बताउनु होला, कतिचोटि प्राय अधिकांश समयमा बाइबलको वचनहरूद्वारा हामीले त्यो कुरा उहाँले बताउनुहुन्छ। तर हामी जब केही गर्छौँ, केही भएपछि जब सफल हुँदैनौँ, अनि त्यहाँदेखि चाहिँ सफलताको लागि परमेश्वरमा खोजी गर्छौँ। तर त्योभन्दा अगाडि त हाम्रो आफ्नै बलबुद्धि लगाउँछौँ हामी। तर वचनले भन्न खोजेको कुरा, परमेश्वरले हामीलाई भन्नुभएको आज्ञाकारिता चाहिँ त्यो होइन। हामी पूर्ण रूपमा नै उहाँमा समर्पित हुनु चाहिँ पहिलो आज्ञा पालन हामीले गर्नै पर्ने, कसरी गर्न पर्छ भन्ने कुराको एउटा आधार हो। धेरैचोटि हामीलाई आज्ञा पालन गर्दै गर्दाखेरि आशिष आउँछ या त आज्ञा पालन नगर्दाखेरि चाहिँ श्राप आउँछ भन्ने कुरा लाग्न सक्छ। एउटा दृष्टिकोणबाट त्यो सही पनि हो, तर बाइबलले त्यो भनेको छैन। फेरि जब हामीले आज्ञा पालन गर्छौँ भनेदेखि आज्ञा पालनले आफै आशिष लिएर आउने हो। आशिष पाउनको लागि आज्ञा पालन गर्ने पनि होइन, तर आज्ञा पालन गरे पछाडि आशिष आफै आउँछ र अनाज्ञाकारी हुँदै गर्दाखेरि श्राप आफै आउँछ। यो आफै जोडिएर आउने कुरा हो। तपाईँले पानीको ट्याङ्कीमा पानी छ र पाइप जोड्नु भयो भनेदेखि कल खोल्ने बित्तिकै आउने पानी नै हो। बुझ्नुहुन्छ? हामीले आज्ञाकारी हुन्छौँ भने आशिष आफै आउँछ, तर अनाज्ञाकारी हुन्छौँ भनेदेखि श्राप पनि आफै आउँछ। श्राप चाहिँ परमेश्वरले अलगै ल्याएर दिनुभएको भन्ने कुरा होइन। श्राप भन्ने कुरा जब हामी उहाँमा अनाज्ञाकारी हुन्छौँ त्यो आफै आउने कुरा। परमेश्वरले चाहिँ ल तिमीहरूलाई चाहिँ यो श्राप राखिदिएको छु भनेर भन्नुहुन्न, तर हामी आफै नै त्यो श्रापको तर्फ जान्छौँ अनाज्ञाकारी हुँदै गर्दाखेरि। हितोपदेश मैले भन्दै गरेको कुरा फेरि मैले आफ्नो व्यक्तिगत तवरले भन्दैछु भने यो 100% गलत हो, तर वचनले के भन्छ भन्ने कुरालाई नै हामीले हेर्न पर्छ। हरेकचोटि मानिसले के बोल्यो भन्ने कुरा होइन, तर वचनले के भन्दैछ भन्ने कुरालाई हामीले हेर्न पर्छ। मानिसले त जे पनि भन्न सकिन्छ नि, आफ्नो विचारमा अहिले यहाँ उत्पन्न गरेर विभिन्न किसिमका कुराहरू नि गर्न सकिन्छ, एकदमै सुपर नेचुरल कुराहरू गर्न सकिन्छ। अहिले एउटा दुईटा चटक देखायो भने त झन् यो मान्छे त शक्तिशाली रहेछ, खतरै रहेछ भन्ने नि हुन्छ, जे पनि गर्न सकिन्छ। तर वचन मुताबिक छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। अहिले मैले भन्दै गरेको कुराको निम्ति तपाईँहरूले हितोपदेश 13:13लाई हेर्नुहुन्छ भनेदेखि परमेश्वरको मार्गमा हिँड्दा आशिष र शान्ति आफै आउने कुरा र अनाज्ञाकारिताले श्राप र विनाशलाई डोर्याएर ल्याउँछ भन्ने कुरा हितोपदेश 13:13मा हामीले पाउँछौँ। यो चाहिँ आफै आउँछ। आज्ञाकारिता र अनाज्ञाकारिताको पछाडि आफै जोडिएर आउने कुरा हो आशिष र विनाश भन्ने कुरा चाहिँ। अर्थीलाई तिरस्कार गर्नेले त्यसको मूल्य चुकाउनु पर्छ र आज्ञालाई आदर गर्नेले इनाम पाउनेछ। अर्थीलाई तिरस्कार गर्नेले त्यसको मूल्य चुकाउनु पर्छ र आज्ञालाई आदर गर्नेले त्यसको इनाम पाउनेछ। अझ हामीले व्यवस्थाको पुस्तकमा व्यवस्था 28मा हामीले हेर्यौँ भनेदेखि व्यवस्था 28को 1 देखि 68 सम्म त्यो पुरै आज्ञाकारितासँग आउने आशिष र अनाज्ञाकारितासँग आउने श्रापको विषयमा पाउँछौँ। व्यवस्था 28को 1 देखि 14 सम्म चाहिँ आज्ञा पालन गर्दा के आशिषहरू आउँदो रहेछ त भन्ने कुरा हामीले त्यहाँनिर प्रष्टैसँग देख्न सक्छौँ भने
15 देखि 68 सम्म चाहिँ अनाज्ञाकारिताले कस्ता कस्ता किसिमको श्रापहरू ल्याउँदो रहेछ भन्ने कुरालाई हामीले प्रष्टसँग बुझ्न सक्छौँ। अब यो कुरालाई हेर्दै गर्दा मैले यसलाई अहिले पढिनँ, यो अलिकति लामो छ, तपाईँहरूले आफै अध्ययन गर्नुहोला। आफै नपढेसम्म कतिचोटि बुझिँदैन पनि अर्को शनिबार फेरि फलानाले के वचन बाँड्नु भएको थियो भन्यो भनेदेखि के हो भन्ने हुन्छ। त्यही भएर कतिवटा कुरा चाहिँ गएर मैले अध्ययन गर्नुपर्छ भनेर पनि राख्नुहोस्। म तपाईँहरूलाई पटक पटक भन्छु, समाजले, साथीभाइहरूले, परिवारले, आफन्तहरूले हेला गरी क्रिस्चियन भएर पनि साँच्चीकै क्रिस्चियन जस्तो हुन सकिँदैन भने त्यो तातो न चिसो खालको क्रिस्चियन जीवनको अर्थ हुँदैन। त्यस कारणले गर्दा साँच्चीकै क्रिस्चियन हुने क्रममा बढ्नको लागि चाहिँ आफै प्रार्थना गर्ने, बाइबल अध्ययन गर्ने बानी बसाल्नै पर्छ। यसलाई चाहिँ तपाईँहरूले जुनसुकै तरिकाले बुझे पनि बुझ्नुहोस्। तपाईँहरूसँग मेरो त्यति नजिकको चिन्जान पनि नहोला, तर परमेश्वरको सन्तान भएको कारणले गर्दा मैले यो चाहिँ तपाईँहरूलाई भन्नै पर्छ। अब कहिलेकाहीँ हामीलाई के लाग्छ भनेदेखि केही कुराहरू हामीले असल तरिकाले आज्ञाकारी त हुन्छौँ, परमेश्वरले त आशिष आउँछ भन्नुभएको छ, तत्कालै त्यो आशिष हामीले किन महसुस गर्दैनौँ? या त हामी उहाँमा अनाज्ञाकारी भएर चाहिँ पापमय स्वभाव परमेश्वरको दृष्टिमा जे कुरा खराब थियो त्यो गरिरहेको हुन्छौँ, तर पनि तत्कालै श्राप किन आउँदैन? होइन, गल्ती गरिएको छ, मजाले श्राप त आएको छैन भनेर मस्त भइरहेको हुन्छ क्या कतिजना त। तर बाइबलले लेखेको कुरा नि, बाइबलमा बताइएको कुराको नि नतिजा आउँछ नै आउँछ। यसको लागि हामीले एउटा उदाहरण हेरौँ। अयुबको जीवनमा हामीले हेर्छौँ भनेदेखि अयुब जसले सर्वस्व गुमाएको छ, त्यो समयमा अयुब को थियो भन्ने कुरालाई हेर्छौँ भने अयुब साधारण मान्छे पनि थिएन। अयुब चाहिँ जातिहरूको बिचमा पनि अलिकति असाधारण किसिमले अलिकति ऊ आफ्नै एउटा पोजिसनमा भएको मान्छे थियो। तर ऊ चाहिँ असल तरिकाले जीवन जिउँदै गर्दा पनि उसको जीवनमा ठुलो कष्ट आएको छ, तर त्यो कष्टहरूको बिचमा पनि ऊ सधैँ स्थिर भइरहेको छ। ऊ स्थिर भइरहेको तत्कालै नतिजा देखिएको छैन क्या। श्रीमतीले परमेश्वरलाई सराप्नुहोस्, मर्नुहोस् भनेको छ, साथीहरू आएर अब जिन्दगी यस्तै यस्तै नै होला भनेर भनिदिएको छ, हेऱ्यो सबै कुरा सकिएको छ, यता बिमारले भेटेको छ, उता मरुभूमिले उडाएर सबै गाईबस्तु के अरे सबै चट्याङले छोराछोरी मारिदिएको भनेको छ, उता आएर चाहिँ आक्रमण गरेर त्यत्रो भएको जीवजन्तु भएको आमदामीको स्रोत सबै कुरा लगिदिएको छ क्या। बाइबलमा अर्को पनि एउटा उदाहरण तपाईँहरूले हेर्नुहुन्छ भनेदेखि, चाहे दाखको बोटमा कुनै फल नपलोस् भन्ने गीत हामीले गाएको छौँ नि, मैले निश्चय गरेको छु रमाउन यसमा, त्यो कहाँबाट छ त्यो पद खण्ड तपाईँहरूलाई याद छ कसैलाई? बाइबलमा एउटा यस्तो त्यो बारेमा तपाईँहरू आफैले खोजी गर्नुहोस्। बाइबलमा एउटा यस्तो घटना छ जहाँनिर सबै कुरा सकिन लाग्दाखेरि, सबै कुरा सकिँदै गर्दाखेरि पनि म परमेश्वरमा नै रमाउँछु भनेर त्यो व्यक्तिले भनेको छ, र पछि परमेश्वरले त्यो सुदिनहरू पनि फर्काइदिनु भएको छ। र अयुबको जीवनमा पनि तत्कालै उसले परमेश्वरमा आज्ञाकारी हुँदै गर्दा आशिष नपाए तापनि उसको जीवनमा सुदिनहरू फर्केर आएको छ र उसँग सबै कुराहरू दोब्बर भएको छ। उसको जीवनमा उसले के पनि पाएको छ? प्रशस्तै गरी आयु पनि पाएको छ। हितोपदेशको पुस्तकमा हामीले हेर्छौँ भने त्यहाँ पाउँछौँ परमप्रभुको भय ज्ञानको सुरुवात हो, र बुद्धिमान मानिसको एकपट्टिको हातमा दीर्घायु हुन्छ, एकपट्टिको हातमा धनमान र इज्जत हुन्छ। मानिसले जीवनमा धेरैचोटि खोजेको कुरा त्यही हो क्या, दीर्घायुको कुरा, स्वास्थ्यको कुरा, इज्जतको कुरा र आफूलाई चाहिने भौतिक कुराहरू मान्छेले खोजेको हुन्छ। तर त्यो खोज्छौँ मात्रै, हामी त्यो कहाँबाट पाउँछौँ भन्ने कुराको रहस्य हामीले बुझ्दैनौँ। तर त्यो चाहिँ उहाँको प्रेमलाई बुझेर जब हामी आज्ञाकारी हुन्छौँ भने तब पाउँछौँ। अयुबको जीवनमा त्यही भएको छ। अयुबले आफ्नो कोसम्म देखेको छ भनेको छ, 4 पुस्तासम्म देखेको छ, उसले आफ्नो खनातीसम्म देख्यो भनेको छ क्या। 4 पुस्तासम्म अयुबले देख्ने गरी आयु पाएको छ। उसको छोरीहरू जब चाहिँ फेरि परमेश्वरले उसलाई छोरीहरू दिनुभयो, त्यतिको सुन्दरी छोरीहरू त त्यतिखेर संसारमै थिएन भन्छ। अयुबको जीवनमा इज्जतहरू दोबर गरी आएको छ, सबै कुरा दोबर गरी आएको छ, तर अयुबले आफ्नो गाह्रो अवस्थामा पनि परमेश्वरमा आज्ञाकारी भइराख्ने कुरालाई चाहिँ उसले निर्णय गरेको छ। अर्को एउटा घटना तपाईँहरूको माझमा, यसको निम्ति मैले बाइबलको यो खण्डलाई पढ्न चाहेँ। यो माइकमा यसरी बोल्ने बानी छैन खासमा, त्यही भएर अलिकति गाह्रो भइरहेको छ है त। बुझ्नु भएन भनेदेखि प्रश्न गर्नु होला, फेरि पनि दोहोऱ्याएको कुरा चाहिँ। केही तपाईँहरूलाई प्रश्न छ जस्तो लाग्छ भने चाहिँ सोध्नुहोस्। हामीले उत्पत्तिको पुस्तकमा एउटा घटनालाई हेरौँ। यो घटना चाहिँ योभन्दा अयुबको जीवनलाई हामीले हेऱ्यौँ कि परमेश्वरमा आज्ञाकारी भइरहँदाखेरि उहाँले दिनुहुने इनाम पक्कै पनि दिनुहुन्छ, र परमेश्वरमा अनाज्ञाकारी भइरहँदाखेरि तत्कालै श्राप नदेखिए तापनि श्रापले चाहिँ कसरी पछ्याएर आउँछ भन्ने कुरालाई हामी हेर्नेछौँ। आजभोलि तपाईँहरू धेरैजनाले सामाजिक सञ्जालमा पनि देखिराख्नु भएको विषय यो हुनसक्छ। धेरैजनालाई यो के हो भन्ने जिज्ञासा पनि हुनसक्छ, र धेरैचोटि मण्डलीमा नपढिएको पनि हुनसक्छ। यसलाई तपाईँहरूले यो सन्दर्भसँग बुझ्ने किसिमले वास्तवमा के भन्न खोजिएको छ भन्ने आधारमा सुन्नु होला है त। ल
यो घटनालाई। यहाँनिर उत्पत्ति 19:30 म पढ्छु। लोत र तिनका छोरीहरू, बाइबल नपल्टाउनु होला, सुन्न सक्नुहुन्छ। यो एउटा घटना छ लोत भन्ने मानिसको जीवनमा भएको। लोत सोअरबाट निस्किएर आफ्ना दुवै छोरीहरूका साथमा पहाडमा बस्न लागे, किनभने सोअरमा बस्न तिनीहरू डराए। तिनी आफ्ना दुवै छोरीहरूसँग एउटा ओडारमा बस्न लागे। एक दिन जेठी छोरीले कान्छीलाई भने, आफ्ना बुवा वृद्ध हुनुभएको छ, हाम्रा बुवा वृद्ध हुनुभएको छ र संसारको रीति बमोजिम हामी कहाँ आउने पृथ्वीमा कुनै मानिस छैन। यसैले अब हामी आफ्ना बुवालाई मत खुवाउँ र उहाँसँग सुतौँ र आफ्ना पिताबाट सन्तान खडा गरौँ। त्यसै रात तिनीहरूले आफ्ना पितालाई दाखमत खुवाए र जेठी चाहिँ आफ्ना पितासँग गएर सुती। त्यो सुत्न गए कि र उठेर आए कि लोतलाई केही अत्तो पत्तो भएन। भोलिपल्ट जेठीले कान्छीलाई भने, हेर, हिजो म राति बुवासँग सुते, आज राति पनि उहाँलाई मत खुवाउँ र तँ गएर उहाँसित सुत र हाम्रा आफ्ना पिताबाट सन्तान खडा गरौँ। यसरी तिनीहरूले त्यस रात पनि आफ्ना पितालाई दाखमत खुवाए र कान्छी चाहिँ गएर उहाँसित सुती। त्यो सुत्न गए कि र आए कि दुवै लोतलाई केही थाहै भएन। यसरी लोतका दुवै छोरीहरू आफ्ना पिताबाट गर्भवती भए। जब जेठीले एउटा छोरा जन्माइन् र त्यसको नाउँ मोआब राखिन्, हिजो आजका मोआबीहरूका पुर्खा यिनी हुन्, र कान्छीले पनि एकजना छोरा जन्माइन् र त्यसको नाउँ बेन्यामिन राखी, जो चाहिँ अम्मोनीहरूका पुर्खा थिए। यस पछाडि यो विषयमा केही बताइएको छैन। झट्ट हेर्दाखेरि बाइबलमा त कस्तो किसिमको घटना, कस्तो अनैतिक किसिमको कुरा भएको रहेछ। अधिकांशले आजकल सामाजिक सञ्जालमा पनि यही हालिराखेको देख्नुहुन्छ नि, होइन? तर यो सन्दर्भमा भन्न खोजिएको कुरा के छ भन्ने कुराको पोइन्ट चाहिँ तपाईँले 36 देखि तल हेर्नु होला। जेठीबाट जन्मिएको सन्तान को भयो? मोआबीहरू भयो। र कान्छीबाट जन्मिएको सन्तान को भयो? अम्मोनीहरू भयो। यहाँ उनीहरूले गर्न खोजेको के छ? परमेश्वरले सारा संसारमा चाहिँ फल्दै फुल्दै र वृद्धि भएर जाओ भनेर भन्नुभएको कुरै पछ्याउन त खोजेको छ नि खासमा। तर उनीहरूले आफ्नो बुद्धिले गलत तरिकाले निर्णय गरेको छ। परमेश्वरको दृष्टिमा जे कुरा खराब थियो नि, त्यो कुरा उनीहरूले गरेको छ। उनीहरूलाई थाहा छ लोत र अब्राहम छुटिन भन्दा अगाडि साराको जीवनमा घटेको घटना, साराले चाहिँ र अब्राहमले चाहिँ आफ्नो वृद्ध अवस्थामा सन्तान परमेश्वरले दिनुभएको घटना उनीहरूलाई थाहा छ। तर पनि उनीहरूले आफ्नै बुद्धिमा गरेको निर्णयले गर्दाखेरि चाहिँ मोआबी र अम्मोनीहरूले चाहिँ नि, तपाईँले हेर्नुहुन्छ भने राजाहरूको पुस्तकमा हेर्नुहुन्छ भने दाउददेखि लिएर सोलोमनसम्म कसैलाई बाँकी छोडेको छैन। सबै जातिलाई सताउने जाति चाहिँ यहीँबाट सुरु भएको छ क्या। उनीहरूले गरेको अनाज्ञाकारिताले गर्दा तत्कालै केही देखिँदैन त्यहाँनिर। लोत मर्यो पनि भनेको छैन, उसको छोरीहरू मर्यो पनि भनेको छैन। तर उनीहरूले अनाज्ञाकारिता गरेको कारणले गर्दा त्यहाँबाट निस्केर आएको सन्तानले चाहिँ इजरायलीहरूलाई पुस्तौं पुस्तासम्म दुःख दिएको छ। सोलोमन जसले परमेश्वरसँग स्वयं 3 पटक भेट गर्यो, दाउदले परमेश्वरसँग भेट गर्यो भनेर बाइबलले बताउँदैन, तर सोलोमन जसले स्वयं परमेश्वरसँग 3 पटक भेट गर्यो नि, उसको जीवन पनि अन्त्यमा पतन भएको छ। कारण के त भन्दा उसले मोआबी स्त्री बिहे गरेको छ क्या। अनि हामीले कतिचोटि गर्दै गरेका पाप, अधर्म र अनाज्ञाकारिताहरूको नतिजा तत्कालै देखिँदैन। त्यसकारणले गर्दा मैले पाप गरेँ, यसको त केही नतिजा आएन, परमेश्वरले त बिर्सिदिनु भएछ भन्ने तरिकाले जिन्दगी जिउनको लागि पनि हामीलाई स्वतन्त्रता छैन। नतिजा चाहिँ आउँछ नै आउँछ। तर एउटा कुरा चाहिँ के छ भने हामीले त्यो कुरालाई महसुस गरेर परमेश्वरमा, प्रभु येशूको ख्रीष्टको चरणमा आएर पश्चाताप गर्छ भने उहाँले नयाँ जीवन चाहिँ पक्कै दिनुहुन्छ। तर त्यो परमेश्वरद्वाराको अनुग्रह चाहिँ फेरि पटक पटक पाप गरेर लाइसेन्स चाहिँ होइन। त्यसरी चाहिँ बुझ्न भएन। आज्ञाकारिता र अनाज्ञाकारिताको सन्दर्भमा अनाज्ञाकारी भएर जान अनजानमा गरिएको पापहरूलाई पनि हामीले फेरि उहाँको चरणमा आएर पश्चाताप गर्छौँ भने क्षमा गर्नुहुन्छ। तर त्यो उहाँले क्षमा गर्नुहुने भन्ने कुरा चाहिँ पटक पटक तिमीले पाप गरिरह, आऊ क्षमा मागिरह भन्ने कुरा चाहिँ कदापि पनि होइन। न्याय चाहिँ पक्कै हुन्छ, तर फेरि न्याय हुन्छ भन्ने कुराको डरले मात्रै आज्ञाकारी हुने कोसिस गर्ने होइन क्या। जब हामी भित्रबाट परमेश्वरको प्रेमलाई बुझ्छौँ, महसुस गर्छौँ नि, आज्ञाकारी हुन आफै आउँछ क्या। एउटा परिवारमा श्रीमान श्रीमती बीचको सम्बन्ध असल हुनु, बुवा छोराछोरीहरू बीचको, आमा छोराछोरीहरू बीचको सम्बन्ध असल हुनुमा केले बाँधेको हुन्छ त? प्रेमले बाँधेको हुन्छ नि। प्रेमको कारणले त एकअर्काप्रति भरोसा योग्य, एकअर्काप्रति विश्वास योग्य भइएको हुन्छ त। परमेश्वरले चाहनु भएको उहाँप्रति आज्ञाकारी हुने कुरा पनि त्यही हो कि प्रेमको कारणले गर्दा चाहिँ हामी त्यसरी जोडिन सकौँ, गाँसिन सकौँ भनेर। त्यसैले कहिलेकाहीँ आशिष र श्राप भन्ने कुरा आज्ञाकारिता र अनाज्ञाकारितासँग तत्कालै आउँदैन। अन्त्यमा हामी केही कुराहरूलाई हेर्नेछौँ। अब यसमा हाम्रो महत्त्वपूर्ण उत्तरदायित्व चाहिँ के रहन्छ त? आज्ञाकारिता भनेको के हो भन्ने कुरालाई पनि बुझ्यौँ, हामीले हेऱ्यौँ, सुन्यौँ।
आज्ञाकारिता कस्तो कस्तो किसिमले हामीले आज्ञा पछ्याइदो रहेछ भन्ने कुरालाई पनि हेऱ्यौँ। अब हाम्रो उत्तरदायित्व चाहिँ के रहन्छ त? कि अब हामीले बाइबलमा लेखिएको 613वटै व्यवस्थाको नियमहरूलाई पल्टाएर ती कुराहरूलाई एक एक गरी मान्ने हो कि, या त त्यसमा नयाँ नियममा भएका अरू कति फेरि नयाँ कुराहरू छ जसलाई पनि हामीले विधानको रूपमा राखेर मान्ने हो कि? यो कोसिस त हामी त कहाँ हो कहाँको, हामी त खासमा साँच्चै भने अन्य जाति हामी हो है। यहुदी बाहेकका जति पनि अरू जाति छ अन्य जाति हामी हो। यहुदीहरूले त दिनरात अभ्यास गर्ने कुरा हो, र त उनीहरू कहिले पनि सफल हुन सकेन। स्वयं परमेश्वरको उपस्थितिमा रहने मानिसहरूले पनि कैयौँ पटक कोसिस गर्दा पनि सफल हुन सकेन। मोसा जोसँग परमेश्वर दिनदिनै सँगसँगै हिँड्नुहुन्थ्यो, मोसा आफै पनि के भएको छ त? प्रतिज्ञा गरेको भूमिमा जान सकेको छैन क्या, किनभने ऊ एउटा कुरामा एउटा आज्ञाबाट चुकेको छ। यहाँनिर 612वटा आज्ञा पुरा गरौँला तर एउटामा चुकौँला नि, त्यो अनाज्ञाकारी भए बराबरकै हो क्या। त्यस कारणले गर्दा अब हामीले गर्ने चाहिँ के त? हामीले के गर्न सक्छौँ त? परमेश्वरले हाम्रो कमजोरीहरूलाई जान्नुहुन्छ, त्यो भएर नै उहाँले हामीलाई अनुग्रह दिनुभएको छ। मैले अघि नै पनि भने अनुग्रह भनेको चाहिँ पाप पटक पटक गर्ने लाइसेन्स चाहिँ होइन, तर अनुग्रह के हो भन्ने कुरालाई चाहिँ हामीले बुझ्नुपर्छ। अब हामीले भयमा रहेर या त कुनै पनि इनाम पाउँछु या त मेरो जीवनमा चाहिँ राम्रो हुन्छ या त क्रिस्चियन भएपछि मैले यो नियम पछ्याउनै पर्छ भन्ने तरिकाको आज्ञाकारितामा होइन, तर उहाँले हाम्रो जीवनमा गर्नुभएको त्यो प्रेमलाई बुझेर चाहिँ हामीले उहाँमा आज्ञाकारी हुने अभ्यास गर्नु चाहिँ महत्त्वपूर्ण छ। मैले तपाईँहरूलाई अभ्यास गर्नु भन्ने शब्द राखेँ, कारण किनभने हामीले अरूको छेउमा आफूलाई जस्तो सुकै देखाए तापनि वास्तविक रूपमा हामी को हौँ भन्ने हामीलाई थाहा छ। धर्मी हुने, पवित्र हुने र सिद्ध हुने चाहिँ अभ्यास गरि नै पर्ने कुरा हो। यो चाहिँ अकस्मात माथिबाट कुनै पनि किसिमको दैविक शक्ति झ्वाम्मै आउने मान्छे एकैचोटि सिद्ध पवित्र भएर जाने भन्ने कुरा हुँदैन क्या। किनभने परमेश्वरले त्यसरी कहिले राखिदिनु भएको छैन। परमेश्वरले हामीलाई फ्री विल दिनुभएको छ, हामीलाई परमेश्वरले स्वतन्त्र तरिकाले छनौट गर्ने ज्ञान बुद्धि र विवेक दिनुभएको छ। यदि परमेश्वरलाई पछ्याउने बित्तिकै मानिस एकैचोटि सिद्ध पवित्र धर्मी भएर जाने हो भनेदेखि परमेश्वरको प्रेमको कहिले अर्थै लाग्दैन, त्यो त जबरजस्ती अरूलाई लदाइएको जस्तो हुन्छ। तर मानिसले आफै बुझेर आफै त्यो कुराहरूलाई महसुस गरेर उहाँलाई नै पछ्याउने निर्णय गरेको चाहिँ उहाँले चाहनुहुन्छ। त्यस कारणले गर्दा उहाँको प्रेमलाई बुझेर आज्ञाकारी हुने निर्णयलाई लिनु एकदमै ठुलो कुरा छ। हामी धेरैचोटि हाम्रो आफ्नै विचार, हाम्रो आफ्नै विवेक र हाम्रो आफ्नै स्वभावमा हिँड्ने मानिसहरू हौँ। तपाईँहरू जतिजनाले पनि यो खेललाई भोलिन्टियरी गरिदिनु भयो, धेरै धन्यवाद तपाईँहरूलाई। मैले उदाहरण दिन चाहेँ, अन्यथा नलिनु होला। मैले तपाईँहरूको अगाडि के राखेँ? बेलुन राखेँ, टुथपिक राखिदिएँ। मैले तपाईँहरूलाई बेलुन फुल्याउनुहोस् भने, मैले तपाईँहरूलाई भने अन्तिमसम्म जसको हातमा बेलुन हुन्छ उसले जित्नुहुन्छ भने। मैले तपाईँहरूलाई बेलुन फुटाउनुहोस् भनेकै छैन। बेलुन फुटाउनुहोस् भने त मैले उदाहरण है, यसलाई अन्यथा नलिनु होला। यो सबैजनाले गर्ने यही हो। मलाई नै पनि कसैले पहिलोचोटि गरायो भने मैले नै पनि गर्ने यही हो क्या। तर यसको अर्थ चाहिँ के हो भने हामी मानिसले धेरैचोटि हरेक कुराको निर्णय चाहिँ हाम्रो आफ्नै बुद्धि र विवेकले गर्छ। हामी सोध्दैनौँ कि यो टुथपिक के को लागि भनेर एकजनाले सोध्नु भएन नि त। परमेश्वरमा पनि हामी त्यही हो। परमेश्वरले पनि बगैँचामा के राखिदिनु भएको छ? जीवनको फल राखिदिनु भएको छ, असल र खराब छुट्याउने फल राखिदिनु भएको छ क्या, राखिदिनु भएको थियो। मानिसले परमेश्वरलाई कहिले सोध्नै चाहेन। हामी धेरैचोटि परमेश्वरलाई प्रश्न गर्नै सोध्नै चाहँदैन, प्रभु मेरो यो निर्णयप्रति तपाईँको चाहिँ विचार के छ, कहिले सोध्न चाहँदैनौँ क्या हामी। प्रभु म नयाँ घर बनाउँदैछु, यसप्रति तपाईँको विचार के छ? परमेश्वरले तपाईँलाई आएर हे छोरा हे छोरी मेरो विचार यस्तो छ भनेरै नभन्नु होला, तर कोही व्यक्तिले दिने सल्लाहद्वारा, कुनै वचनको खण्डद्वारा या त कुनै कुराबाट तपाईँको मनभित्र शान्ति हुने किसिमको कुनै न कुनै जवाफ तपाईँले पाउनुहुन्छ। हामीले पाउँछौँ त्यो कुरा। हामीले हरेक समय परमेश्वरमा त्यो कुरालाई खोजौँ र उहाँमा हरेक कुराको निम्ति उहाँमा खोजी गर्नु, हरेक कुराको निम्ति उहाँमा समर्पित हुनु भनेको नै उहाँमा आज्ञाकारी हुनु हो। हरेक कुराको निम्ति उहाँमा समर्पित हुने, हरेक कुराको निम्ति उहाँमा खोज्नु नै आज्ञाकारी हुनु। मैले मण्डलीमा दशांश पनि चढाएकै छु, मैले मण्डलीमा भेटी पनि चढाएकै छु, मैले अगुवाजीहरूलाई गर्ने आदर पनि गरेकै छु, मैले मेरो तर्फबाट पुरा गर्नुपर्ने सबै कर्तव्यहरू गरेकै छु। तर पनि किन भन्ने प्रश्न आउँछ भने कहिले कहिले हामीले नयाँ नियममा भएको त्यो प्रार्थना गर्दै गरेको मानिसहरूको जीवनमा हेर्नुपर्छ क्या। त्यहाँनिर एकजना कर उठाउने र एकजना कसले प्रार्थना गरेको छ? सदुकी फरिसीले प्रार्थना गरेको छ नि, होइन? त्यो उदाहरण किन दिनुभयो त येशूले? ठुलो स्वरले प्रार्थना गर्नेले नि प्रार्थना त परमेश्वरलाई गरेको हो नि त। तरिका के छ भन्ने कुराले फरक पार्छ क्या, त्यसको आधार के हो भन्ने कुराले धेरै फरक पार्छ। आज्ञाकारी हुँदै गर्दा पनि, आज्ञा पालन गर्दै गर्दा पनि आज्ञा पालनको आधार के हो भन्ने कुरा महत्त्वपूर्ण छ। आज हामीले हेर्दै गरेको इगो टु इगो,
एजिङ गड आउट टु एक्जर्ट गड ओन्लीमा हामीले हेर्दै गरेको कुरा पनि परमेश्वरलाई कुनै पनि कुरा चाहिँ कुरामा परमेश्वरलाई किनारा लगाएर गरिने निर्णय र उहाँलाई मात्रै महिमा दिने, उहाँलाई मात्रै उचाल्ने तरिकाले गरिने निर्णय धेरै फरक छ। र उहाँलाई मात्रै उचाल्ने जुन एउटा निर्णय गरिन्छ त्यो आज्ञाकारिता चाहिँ बाइबलले हामीद्वारा खोजेको, परमेश्वरले हामीद्वारा खोज्नु भएको आज्ञाकारिता हो। अन्यथा नलिनु होला है त, ल खेल त्यो रमाइलो हो, तर एउटा उदाहरणको लागि मात्रै हो। त्यही भएर हामीले हरेक समय धैर्य हौँ, परमेश्वरमा खोजी गरौँ, उहाँले हाम्रो जीवनमा के भन्दै हुनुहुन्छ, उहाँले हामीलाई के भन्न चाहँदै हुनुहुन्छ, हाम्रो जीवनमा के गर्न चाहँदै हुनुहुन्छ, त्यो कुराको निम्ति हामी परमेश्वरमा खोजौँ। मैले अघि नै पनि भने हामी उमेरले, अनुभवले, काम र कर्तव्यले हामीलाई धेरै ज्ञानी बनाएको छ, धेरै बुद्धिमान बनाएको छ, धेरै कुराहरू जान्ने बनाएको छ हामीलाई। तर धेरैचोटि हाम्रो आफ्नै बुद्धि र ज्ञानले गरेको कामहरू चाहिँ लोतको छोरीहरूले गरेको जस्तै निर्णय हुन्छ। उनीहरूको पनि त आफ्नो बुवाबाट आउने सन्तान कोही पनि थिएन, त्यो कुरालाई देख्यो, प्रकृतिको संसारको हरेक नियमलाई देख्यो, सबै कुरालाई देख्यो, तर उनीहरूलाई पाप भन्ने चाहिँ थाहा थियो है। फेरि उनीहरूले मत खुवाएको छ नि, फेरि पाप भन्ने चाहिँ थाहा थियो। परमेश्वरमा अनाज्ञाकारी हुँदै गर्दा ढिलो छिटो त्यसको पनि हामीले दण्ड भोग्नै पर्छ। र आज्ञाकारी हुँदै गर्दा अयुबको जीवनमा जस्तै परमेश्वरले हामीलाई दिनुहुने आशिष पनि अवश्यै छ। यो कुरामा ढुक्क हौँ, आशिषै पाउनको लागि, इनामै पाउनको लागि आज्ञाकारी हुने चाहिँ कदापि होइन। त्यो चाहिँ गर्दै नगरौँ, त्यो गल्ती चाहिँ गर्दै नगरौँ। म चर्च गएँ भने आशिष पाउँछु, म चर्च गएर सबैले प्रार्थना गर्दैन मेरो जीवनमा यो भलो हुन्छ भन्ने तरिकाको मात्रै सोच चाहिँ नराखौँ। तर चर्च निरन्तरमा जान्छौँ, आज्ञाकारी हुन्छौँ, प्रार्थनामा एकअर्कालाई सहायता गर्छौँ भने परमेश्वरले दिने आशिष चाहिँ अवश्यै छ। केही पाउँछु भनेर गर्नु र त्यो गरेपछि पाउनुको मजा अर्कै हुन्छ नि, होइन? जीवनमा पाउँछु भनेर गर्नु त अगाडिबाटै एक्सपेक्टेसन हुन्छ, पाए पनि मैले गरेको थिएँ अनि त पाएँ भन्ने हुन्छ। त्यही भएर धेरैचोटि यो विश्वास चाहिँ कामद्वारा आउँछ, उद्धार र मुक्ति चाहिँ कामद्वारा आउँछ कि विश्वासद्वारा आउँछ भन्ने कुरा महत्त्वपूर्ण छ। धेरैचोटि हामी कामद्वाराको कुरामा खोजी गर्छौँ क्या, मैले यस्तो गरेँ अनि पाएँ, म धर्मी भएँ भने, मैले हरेक नियमहरूलाई पालन गरेँ भने चाहिँ मुक्ति पाउँछु, त्यही भएर त त्यो कुरा चाहिँ गलत हो भनेर प्रमाणित गरिदिनको लागि येशूले आफ्नो क्रुसमा आफ्नो जीवनलाई बलि हुन दिनुभयो र उहाँद्वारा भएर आउनेले मात्रै उद्धार र मुक्ति पाउँछ भनेर भन्नुभयो। कतिवटा कुराहरू सरल तरिकाले बुझ्नलाई अलिकति गाह्रो होला, तर बुझ्नको निम्ति कोसिस गरियो भने चाहिँ बुझ्न सकिन्छ। किनभने यर्मिया 33:3 परमेश्वरले भन्नुभएको छ, मलाई पुकार र म तँलाई जवाफ दिनेछु र गहिरो र गुप्तमा भएको कुराहरू म तँलाई बताउनेछु। तर खोजी चाहिँ गर्न पर्यो। अघि पनि भने सबै समाजको साथीभाइहरूको हेला सहेर क्रिस्चियन भइएको छ र पक्का क्रिस्चियन हुने दौडमा पनि कोसिस गरिएको छैन भनेदेखि चाहिँ जिन्दगी चाहिँ बाइबलले भने जस्तै तातो न चिसो मनतातो खालको जिन्दगी चाहिँ त्यो जिन्दगी हो। अन्तिममा म तपाईँहरूलाई यही भन्न चाहन्छु, हाम्रो जीवनलाई रूपान्तरित तुल्याउनको लागि चाहिँ आज्ञाकारी हुन महत्त्वपूर्ण छ र हाम्रो आज्ञाकारिताको आधार चाहिँ परमेश्वरले हामीलाई गर्नुभएको प्रेम नै हो। त्योभन्दा दोस्रो कुनै आधारलाई राखेर आज्ञाकारी हुने कोसिस गर्छौँ भने त्यो कहिले पनि सफल हुँदैन, त्यो कहिले पनि लामो जाँदैन। तर उहाँले हामीलाई कति प्रेम गर्नुभयो, उहाँले मेरो जीवनमा कति प्रेम गर्नुभयो, उहाँले मेरो दुःख कष्ट, मेरो सङ्कष्टको अवस्थामा, मेरो गाह्रो अवस्थाहरूमा मलाई कति वास्ता गर्नुभएको छ, मलाई कति प्रेम दिनुभएको छ भन्ने कुरालाई बुझेर आफसे आफ हामी भित्रबाट आदर भावसँग आज्ञाकारिता आउँछ भने त्यो आज्ञाकारिताले चाहिँ आशिष ल्याउने। तर होइन अरूले देख्नको लागि मैले गर्नुपर्छ, या त म क्रिस्चियन भएको कारणले गर्दा, इसाई भएको कारणले मैले गर्न पर्छ, मैले गरिनँ भने त मेरो जिन्दगीमा दण्ड आउँछ भन्ने तरिकाले गर्छौँ भने त्यो कहिले पनि सही बाटो हुँदैन। अन्त्यमा म तपाईँहरूलाई यही भन्न चाहन्छु कि हामीले चाहिँ परमेश्वरलाई हाम्रो जीवनबाट किनारा लगाएर आफैले निर्णय लिने होइन, तर हरेक कुराको निम्ति उहाँमा नै खोजी गरेर उहाँलाई नै उचाल्ने व्यक्तिहरू हामी बनाऊ। तपाईँहरू धेरैजना यो कुरामा अगाडिदेखि नै अभ्यास गरिराख्नु भएको छ, तपाईँहरू धेरैलाई यो कुरा अगाडिबाट नै थाहा छ, तर पनि मैले यो कुरा तपाईँहरूको माझमा दोहोऱ्याएँ किनभने कहिलेकाहीँ कतिवटा कुराहरू दोहोऱ्याउन पर्छ, कतिवटा कुराहरूलाई यसो दोहोऱ्याएर भन्दै गर्दा फेरि झस्याङ्ग हुन्छ, भित्र ट्रिगर हुन्छ। त्यस कारणले गर्दा मैले भन्न चाहेँ, मैले तपाईँहरूको अगाडि यो कुराहरू राख्दै गर्दाखेरि म चाहिँ यो कुरामा एकदमै जान्ने भएर, पोख्त भएर, यो कुरामा सबै कुरामा एकदमै यसमा चाहिँ उच्च तरिकाले चाहिँ एउटा उपलब्धि हासिल गरेर तपाईँहरूको अगाडि बोल्दै गरेको कुरा होइन। म आफै पनि यो कुरामा कोसिस गरिरहेको, यो कुरामा सङ्घर्ष गरिरहेको व्यक्ति हो। तर म यो कुरा जान्दछु कि हामी सबैजना एकसाथ भएर अगाडि बढ्छौँ, एकअर्कालाई उठाउँदै जान्छौँ, एकअर्कालाई प्रार्थना गर्छौँ, एकअर्काले असल हुने र परमेश्वरमा आज्ञाकारी हुने कोसिस गर्दै जान्छौँ र एकअर्कालाई मद्दत गर्दै जान्छौँ भने हामी पक्कै पनि सफल हुन्छौँ। धेरैचोटि मैले देखेको छु, तपाईँहरूको बिचमा यहाँ नहोला, मैले अरू नै मण्डलीहरूमा धेरै उदाहरण सुनेको छु, पास्टर अगुवा भइराख्नु भएको होला, विश्वासीले छेउमै बसेर बियर खाएर, यो खाएर, त्यो पियो रे, त्यो पियो रे,
म के भन्छु भने त्यो देख्नुभयो भने तत्कालै सुटुक्कमा गएर तपाईँले कमसेकम भन्नुहोस् क्या तपाईँको जीवनमा यो भइराखेको छ, यसलाई यसो गरे कसो होला। तपाईँले न्याय नगर्नुहोस्, तपाईँ र मैले न्याय नगरौँ। कसैको पाप देख्दै गर्दै फलानाले यस्तो गर्यो, त पापी, त स्वर्ग जाँदैनस्, तेरो जीवनमा सबै कुरा भस्म भयो, त्यो भन्ने अधिकार हामीमा छैन। तर हामीले यति त भन्न सक्छौँ नि कि तपाईँले यो गर्दै गर्नुभएको कुरा परमेश्वरको दृष्टिमा कतै गलत पो हो कि। यो कुरा बाइबलले हामीलाई अधिकार दिएको छ कि तिम्रो भाइले गर्दै गरेको गल्ती कमजोरी देख्दा तिमीले उसलाई त्यो कुरा प्रति देखाइदिएनौ भने त्यसको भागीदार तिमी पनि हुनुपर्छ भनेर बाइबलले भन्छ। आज्ञाकारी हुने भन्ने कुरा समग्रमा सबै कुराहरूलाई अन्त्यमा यसरी बुझौँ कि हामी आज्ञाकारी हौं, तर त्यो आज्ञाकारिता चाहिँ परमेश्वरले हामीलाई गर्नुभएको प्रेमको आधारमा रहेर हाम्रो तर्फबाट प्रत्युत्तर के हो त भन्नको लागि हामी आज्ञाकारी हौं। कुनै कुरा पाउँछु भनेर पनि होइन, कुनै कुराको डरमा पनि होइन, कुनै नियम पालन गर्नै पर्छ भन्ने कुराको आधारमा पनि होइन, तर उहाँको प्रेमलाई बुझेर। मैले यतिका कुराहरू भन्दै गर्दाखेरि समय अलिकति लामो गयो होला, माफ गर्नुहोला। र तपाईँहरूले धेरै कुराहरू सुन्नुभयो। गर्मीले गर्दा कतिजनालाई निन्द्रा पनि लाग्यो। यहाँदेखि त प्रष्टै देखिँदो रहेछ को निधाउनु भएको, को ननिधाउनु भएको। त्यो म बुझ्छु, हामी मानिसको शरीर हो, थाक्छ। अब यसलाई मैले बोल्दै गरेको वचन चाहिँ तपाईँले आँखा खोलेरै सुन्नै पर्छ भन्ने जबरजस्ती केही पनि म भन्दिनँ। तर यति चाहिँ बुझिदिनुहोस्, यतिको लामो समय बोलेर भन्दै गरेको कुराको अन्त्यमा यति चाहिँ बुझिदिनुहोस् कि तपाईँले हृदयभित्र यो कुरा चाहिँ राख्नुहोस् कि मैले विधि विधान नियम पालन गरेर पछ्याएर गरेको आज्ञाकारिता कहिले पनि सफल हुँदैन, तर मैले ख्रीष्टले मलाई गर्नुभएको प्रेमको आधारमा मैले उहाँप्रति आज्ञाकारी भएको कुरा मात्रै सफल हुन्छ भन्ने कुरा बुझ्नुहोस्। बाइबलमा त्यस्ता धेरै महान हस्तीहरू छन्, त्यस्ता धेरै महान जातिहरू छ जसले चाहिँ 613 वटा नियमलाई पछ्याउने कोसिस गरे। अहिले धेरैजनाले त अहिले नै पनि धेरैवटा सेवकाई धेरैवटा क्षेत्रहरूमा धेरैजनाले अहिले त त्यतिले पनि नपुगेर आफूलाई धर्मी बनाउनलाई अझ धेरै नियमहरू लिएर हाल्छन्, तर त्यसले हामीलाई कहिल्यै पनि आज्ञाकारी हुनमा सफल बनाउँदैन। किनभने मैले अघि नै भने 612 वटा पुरा गर्नुभयो, एउटामा चाहिँ ठ्याट्टै मिस्टेक भयो भने सकियो सबै। त्यो बालुवामा पानी खन्याएको जस्तो हुन्छ है। त्यसकारणले गर्दा उहाँको प्रेमलाई बुझौँ र उहाँको प्रेमलाई बुझ्नको लागि के गर्ने भन्दाखेरि चाहिँ निरन्तर संगति आउने, एकअर्कासँग भेटघाट प्रार्थना गर्ने, वचन अध्ययन गर्ने, सँगै बसेर छलफल गर्दै गर्दा पनि बाइबलको विषयमा छलफल गर्ने। जस्तै तपाईँहरूलाई मैले आज लोतको पुस्तकबाट यो एउटा घटना उदाहरणको लागि ल्याएँ नि। मैले यो उदाहरण नल्याउन पनि सक्थेँ क्या मण्डलीको बीचमा, तर तपाईँले सोसियल मिडियामा हेर्नुभयो भने धेरै ठाउँमा यो घटनालाई लिएर बाइबलभित्र त यस्तो कुरा पो छ त भन्दा धेरैजनाले केही पनि बोल्न सक्नुहुन्न। तर तपाईँले अध्ययन गरेर हेर्नुभयो भनेदेखि त त्यो घटना त गलतै गरेको रहेछ। त्यस पछाडिबाट त अम्मोनी र मोआबी जातिहरू निस्केको रहेछ, जसले गर्दा चाहिँ इजरायललाई सताएको रहेछ। परमेश्वरको दृष्टिमा त यो घटना त गलतै थिएछ भन्ने कुरालाई बुझ्नुहुन्छ नि त। सँगै बसेको बेलामा यस्ता विषयहरूलाई छलफल गर्नुहोस्, जसले चाहिँ हामीलाई उहाँको प्रेमलाई बुझ्न मद्दत गर्छ र उहाँको प्रेमलाई बुझेपछि मात्रै हामी के हुन सक्छौँ रे, वास्तविक आज्ञाकारी हुन सक्छौँ। हुन्छ, धेरै धन्यवाद यो समयको लागि। तपाईँहरूको निन्द्रा भरे गएर पुर्याउनु होला मजाले। तर यो अन्तिम यो भन्दै गरेको बुदालाई चाहिँ बुझ्नु होला, हामीले गर्ने आज्ञाकारिता भनेको चाहिँ प्रेमको आधारमा हुनुपर्छ। धेरै धन्यवाद सबैलाई। फेरि पनि जय मसीह। र यो समय फेरि पनि म हाम्रो सञ्चालकज्यूलाई दिन चाहन्छु।